Hello guys, we are back again with another special video. Hi guys. Guys, हामी चाहिँ आज होइन कहाँ जान लागेको थाहा छ हजुरलाई? आज सानेको चाहिँ है कपाल हेर्नुहोस् न यहाँ कोही माथिको अलिअलि झरे जस्तो भइरहेको छ। त्यही भएर सानेलाई लगेर अब हामीले सेट्टा बनाइदिनु लागेको। ल अगाडिमा हेरेर भनिदेऊ त। अगाडि क्यामेरामा हेरेर भनिदेऊ त। साने तिमी के कपाल काट्न जान लागेको? होइन? हो कपालकै काटेर दिदीको जस्तै ठुट्टै बनाउने। काँटा लाउन पनि पाइँदैन, केही गर्नु पनि पाइँदैन हो लाउनुपर्छ। झन् त्यत्रो काँटाहरू पनि किनेर लिएर आएको थिएँ, के गर्ने अब गरम महिना पनि लाग्यो, जाडो महिनामा कपाल काट्नु भन्दा होइन चिसो पनि लाग्छ, त्यही भएर गरम महिनामै काटिदिनु पऱ्यो। टाउकोमा यसो घमौराहरू पनि आइरहेको छ, त्यही भएर स्पेसल बनाइदिनु पऱ्यो है छोरीलाई। अनि टक्क चस्मा लाउँदा त ठ्याक्कै महात्मा गान्धी जस्तो देखिन्छ। अनि ल भनिदेऊ त, हामी कपाल काट्न जान लागेको भनिदेऊ। कपाल काट्न जान लागेको हामी भन। तिमी कपाल काट्न जान लागेको है हो कि होइन भनिदेऊ त। हो बल्ल हो भन्न लाग्यो त। ल ठिक छ, हामी जान लागेको है। अब एकैचोटि अब काटिसकेपछि कस्तो देखिन्छ है, अनि हेर्नुपर्छ बिफोर एन्ड आफ्टर भनेर। ल बाई, ल माया गरिदिनु ल सबैजनालाई, यो कपाल हुँदाखेरिको माया। ल ल बाबु म समातिदिन्छु। ल माया, ल बाई, म कपाल काट्न जान लागेको भनिदेऊ। ल गाइज अब एकचोटि कपाल काटेपछि हेरौँ ल है कस्तो देखिन्छ। हेलो अगाडि हेर त, सरप्राइज। सरप्राइज हेर्नुहोस्, हेर्नु सक्नुहुन्छ पाक्ने हजुर। दिदी घरै हुनुहुन्छ, दिदी पनि पाक्नु भएर तिमीलाई वेट गरेर बसिराख्नु भएको छ है। ल दिदी पनि वेट गर्नुभएको छ। ल गाइज कपाल सपाल काटेर आइयो है। हजुर हजुर खोइ मम्मा मम्मा आउँदैछ। अर्कै मान्छेलाई मम्मा भनेर देखिन्छ, त्यसो देखाउनु। मम्मा आउँदै हुनुहुन्छ। ल मम्मा साइकलमा आउँदै हुनुहुन्छ। ल बाई गाइज भनिदिउँ। ल बाई, हामी गयौँ घर भनौँ। घर गएर नुहाइ नै गर्नुपर्छ भन। घर गएर नुहाइ नै गर्नुपर्छ हामी है। ल गाइज आजको लागि भिडियो यति नै। ल नाइ नै भन्दै थियो, कपाल काटिदिइहाल्यो रोएर त नाप। ल थ्याङ्क सो मच फर वाचिङ आवर भिडियो।